मछली यात्राको चौकी र पोलमा जोड्ने झोगलुङ्गे पुल क्रस गरेर चौकी पुगिन्छ। त्यहाँबाट फेरि कुमिझाला बड्डी मछली हुँदै सेलपाटा धाममा यात्रा आजको। आहा ल क्या मजाको छ है। ओ तेरी तरियो त आहा ल मछली या बनाइरहेको छु ल हिँड्नु लैजाम बनाइसकेँ मैले। नै पर्दैन म आइहाल्छु। मोबाइल फुक्किने हो। ओहो यस्तो गाउँडो पो छ हौ।
सिद्ध सिलवाडा देवताको थानमा हामी अहिले धुपबत्ती बाल्न जाँदैछौँ। सिद्ध सिलवाडाका धामी अगाडि हुनुहुन्छ, पछाडि बाजे हुनुहुन्छ, त्यसपछि पछाडि बाजे, पछाडि म छु। हामी चाहिँ यहाँ बालेर सम्पन्न हुँदैछ। चिनी पाएको हिँड्छ भन्न दिन्छु हातमा नातिले समातेर ल्याइहाल्ने त्यो कोलमुडै रहेछ होइन हाम्रो बनाएको थिएँ कि मैले अलिक तलै थियो कोलमुडा न उमा के त्यही पुलको मुखको दोकानमा रहेको हो त्यसकै दोकानमा रह्यो। आचार्य प्रभु हे देवता अच्छा गरे ल्याउनु पर्यो सात बनाएको उता निकालिदिनु भने मैले यताबाट उता फालिदिनु बाजे मुडो मात्रै आयो अहिले मुडो सुडो पछि बाजा खोइ बाजा त्यहाँ नातिले ल्याउनु भएको त्यसै नछन् क्या पछि यहाँ के छु ल्याएको कहाँबाट के लगाएको बाटोमा फाल्दै थियो खुट्टामा गरेर बाटोमा त्यो पार्थ्यो खाल्टामा हाल्दै थियो त्यो गरिहाल्छ त्यहाँ बाल्नुहोस् त ज्वाइँ त्यहाँ बाल्नु यो अमरे भेग
यो अमरले पठाएको घाँटो हो। यिनको मनले अब जे रहेछ जसो रहेछ उसैले पठाएको हो। धन्यवाद पनि छ पठाएको छ। अब जे त्यसले पठाएको जे सम्झेर भगवानको अमरेको महाराज यस्तो खोइ लाग्यो यताबाट रुममा हालिदिन्थ्यो त रुममा त्यही काम थियो नाक बाले चढा हुँदैन बाजे राम्रो आउनुहोस् यहाँ लास्टमा पुसाले हिँड्मै उभिएर एक दुईवटा कुरा भनिदिनु होला है देवताको बारेमा यही भयो भने यसले राम्रो उमा गर्नुपर्छ ए अच्छा रे प्रभु हुनै जान्छ और कुछ नहीं दसबाट रक्षा गरे प्रभु ओहो यो घाट किन राखेको भएन हमने रहे थे हनुमान यो काम के खन्छ यहाँ और घाट
यहाँ पनि गएको ये सिद्ध आरामसे गरेको भएपछि चाहिँ केही कुरो भनिदिनुहोस् अरे सम्झ रक्षा रे प्रभु के भनिदिनु भन्ला हो यसैको बारेमा अलिकति भनिदिनु भए हुन्थ्यो यो बारेमा भनेको अब हामीले भन्नुपर्ने कुरा के छ अब हाम्रो परम्परादेखि पाएको छ यो एउटा हाम्रो धर्मस्थल हो यो ठाउँ भनेको हाम्रो मिनिस्टर सहराजी पुर्खाबाट पाएको यहाँको यो त्रिवेणी धाम भने यो हाम्रो परम्परादेखि आएको छ अनि हाम्रो धर्मस्थल भएको हुनाले हाम्रो पुर्खाले पाएको हुनाले र हामी ढुङ्गानीबाट चाहिँ टाउकामा भँडार बोकेर पनि उति बेला पुर्खाहरू 7 दिन 5 दिन लगाएर यहाँ बस्थे 7 दिन यो नोमको दिन यहाँ आएर यहाँ बस्ने र त्यसपछि दशमीको बिहान त्यसलाई समाजमा गएर दाँत गर्ने पूजा गर्ने अनि पूर्णेको दिनमा सम्म बसेर पूर्णेको दिन सिद्ध रोटी चलाएर अनि फिर्ता हुने चलन थियो हाम्रो पुरानो पुर्खादेखिको भएको हुनाले अहिले उजेलमा परेको छ त्यसपछि अहिले अब यहाँ यसको लागि सबै यहाँका जान्ने मान्ने भलभलादिनीहरू सबैले यसमा लेखदेख गरिएको भएमा यस केही उद्धार हुने थियो भन्ने हामीलाई ठुलो आशा छ र यहाँका जनताहरू जनता जनार्दनहरूले केही न केही यसमा ध्यान पुर्याइदिनुहुन्छ भन्ने ठुलो आशा गरिरहेको छ हाम्रा यहाँ प्रतिनिधिहरू प्रदेशका भयो नगरपालिकाका भयो सबैले यहाँ उहाँहरूको आँखा पर्ला भन्ने मलाई ठुलो आशा र गहरान गरिरहेको छु यही नै हो पहिलो कुरा भन्ने कुरो सबलाई थाहा छ यो हाम्रो यो ठाउँमा सुदूरपश्चिमको यहाँको हाम्रो जड यहीबाट नै हो सुदूरदेखि जड यहाँबाट गएर आसाम बझाङ जुम्ला बझाङ यताउता जाने हाम्रो बाटो पनि परेको हुनाले
जति पनि देवता यहाँबाट जाँदाखेरि माथि कैलाशतिर जानेवाला बाटो नै यही नै हो हाम्रो पुरानो पुर्खाको भन्ने कुरा ती जन्मीमा पनि देखेको सुनेको र आखिरी बाटोमा हिँड्दाखेरि पनि मूल बाटोको हिसाबले गर्दा पनि रहेछ भन्ने कुरा हामीलाई विश्वास भएको ठाउँमा आयो हुनाले त्यस तलको तल त्रिवेणी धाम परेको छ त्यसमा हाम्रो देवी देवताको भँडार आएर त्यो ठाउँमा जाने नुहाइ धुवाइ गरेर त्यसमा माछालाई चारो हाल्ने त्यो हाम्रो परम्परादेखि चलन आएको चलन हो र त्यो चलन अनुसारले हामी अहिलेसम्म पनि चलिरहेको र अहिलेसम्म पनि टाउकामा बोकेर हामीले यहाँ देवताको पूजा गर्न आइरहेको छ यही नै हो। धन्यवाद। यो राजाको पालामा भएको निर्माण भएको यो लोकबहादुर शाहीको उपदेशमा मैले यहाँ चाहिने काम गरेको यसमा यो निर्माण तपाईँले गर्नुभएको होइन? मैले गरेको लोकबहादुर शाहीले गर्नुभएको नरबहादुर शाही शाहीहरूले उ गर्नुभएको न? गर्दाखेरि मैले यो चाहिँ तलको चाहिँ आर्मीले बनाएको भन्नुभयो? तल चाहिँ आर्मीले बनाएको। त्यति एटेन्सन सैलबाट एउटा देवता मात्र नभएर यो देवताको मात्र स्थान नभएर यहाँ ऐतिहासिक दरबारहरू रहेको कुराहरू पनि छ। सिद्ध सैलबाटाको थपना रहेको केही मिटर उत्तरमा गएपछि शाही राजाहरूले 2224 राजाहरूले बनाएको एउटा किल्ला देखिन्छ र किल्लामा विभिन्न किसिमका आकृतिहरू कुँदिएका छन्। गेट बनाइएको छ, अलिकति घाडबड गरेर यसलाई सुरक्षित गरिएको छ। गरेको छ। बिचमा चाहिँ मान्छेहरू यो पहाड जाने बाटो, यो बाटो बयला फुल्टुनै हुँदै डोटी डडेलधुरासम्म पनि पुगिन्छ। पहिलाका मानिसहरू यही बाटो भएर टनकपुर मालाखेतीसम्म नुनहरू सामलहरू लिन आइपुग्थे। भनिन्छ टोप लागेको ढुङ्गो, यसमा माथि देखिएको आकृति थियो पहिला केही समय अगाडि। खास यो देवता आधिकारिक व्यक्तिहरू शाहीहरू र उनको पुर्खाहरूले राज्य गरेको यो क्षेत्रमा राज्य गरेको भन्ने सुनिन्छ र उनीहरूले नै यसको निर्माण गरेका हुन्। यो भन्दा माथि देखिएको आकृति धेरै पहिलादेखि कयौँ वर्ष अगाडिदेखि यहाँ स्थापित थियो र उनीहरूले स्तम्भ खडा गरेर त्यसलाई सुरक्षित बनाएका छन् र घेरबाड गरेका छन्। वरिपरिबाट जङ्गलको बिचमा अवस्थित यो स्थान ध्यान गर्न अनि एकान्तमा साधना गर्न अत्यन्त उपयुक्त देखिन्छ। कल कल बग्ने सुन्दर पानी, यस्ता पानीका मुहानहरू धेरै छन् यस क्षेत्रमा। पवित्र जल प्रकृति काखबाट आफ्नो सङ्गीत पर्दै गुन्जिरहेको छ।
बाले कोही रहेछस् भने लौ त लौ होइन कसैले बिडाएको कसैले अहिले बिडायो अहिले पठायो यो तरिकाबाट आएको हुँ म बाहिरी हुँ भनेपछि भन्दै उनलाई पनि सताउने गर्ने होइन यो कन्या यति भन् यहाँ गयो कि त कम बाहिरको यति भन् ल बाहिरको दखल गर्ने जोडे रहेछु जा यो मेरो जति रौडी भरिको मेरो चाहिने रहेछ भने जा नि त आजदेखि ल ल कोही बाहिर काल चेप्नु दिने छैन ल जा आफ्नो झोलमा राख्यो ल त आजदेखि आफूले तले के गर्यो भने त अरू केही सक्दैन एक धुप आफ्नो कुलेलाई बाले एक धुप उयोको नहुने बाले त्यति त सक्दैन त अरू केही छैन अरे एक धुप आफ्नो कुलेको भित्र आफ्नो झोलभित्र बाले एक धुप यहाँको माटोको लाग्यो सधैँ बाले ल जा म मलाई त्यहाँ लाग्यो तर त्यो बाल्न जान थाल्यो एक धुप तैँले सक्यो तैँले भन्नुहोस् उसले सक्योले भयो बाल्नु सकेसम्म कसैलाई नै जान्छु म सकेसम्म त दुःख सुखमा त खसेर पनि अन्यायमा गयो अन्याय गरेर कसैले चेप्नु दिनेवाला छैन भएको नभएको अब कुरो अब धेरै कुरो के गर्नु महाराज पनसरी मलाई चाहिने मेरो बुढीको चाहिने के हो महाराज पनसरी चाहिने अब जाने यो रोगाली भनेर अपरेसन गरेँ अझ पनि सन्चो हुन अझ के गर्छु ल थोपामा हालेर त्यो डाँडामा इन्टरलाई खिचिदियो अरे अब समयमा तैँले जाने मेरो कुनै तलमाथि परेको डाँडाको तल पाल्छु भने जाँदै सभासयको त्यहाँनिर जमाना पास गर्थ्यो जा मेरो यो भने ल जा के त्यस्तो केही हुन्छ कि हुने भने बिचरा अरू के भने सभासयको जमानाको कालो पठाइ मेरो कहाँ जान्न भन्नु लाग्यो मेरो चारो खाने कहाँ जालो मेरो यो चितलो खाने कहाँ जालो तिमीमा नसाइल लाग्दैन कहिले तल माथि हुन्छ त्यही नसा हो अरूको ल जा क्षमा गरिदिए तैँले क्षमा गरिदिए भयो ल जा क्षमा भयो ल जा खेली खेल अब सँगै जानु भने त्यसलाई मैले काटेर तेरो फुर्सो कहिले हुन्छ त्यो टाइममा काकाले बोलाइ यसलाई बोलाइ भाइ त्यति गरेर अरू पनि मुतुबाट केही बोल्दैन सुने त्यो पीडा मैले बुझेको छु मेरी बहिनीले तँलाई तरन्थे पनि दिइसकेका छैन मैले उसले दिए भने मैले दिए हो तरन्थे हो कि तैँले त्यो जानेन बिरायो भन्ने कुरा त आफ्नै वचनमा दिइसकेका छ त्यही केही हुनु तँलाई जानु पऱ्यो भने त क्षमा मागाउनको लागि गएर आउनु ल क्षमा भयो है तँलाई अगाडि बढ्यो ल आइदिन्छ ल भाइ ल जाइन ल सक्यो तर चारो पनि